नमस्ते सबैजनालाई। म चाहिँ यो रेसिपी किनामा कसरी बनाउने भनेर किनामा बनाउनु गइरहेको छु। हुन त यो मेरो पहिलोचोटि हो किनामा बनाउने। अब हेरौँ कस्तो हुन्छ, कसरी बनाइन्छ त्यो राम्ररी हेरिदिनु होला। अनि कस्तो भयो कमेन्ट गरिदिनु होला ल। चाख्नु चाहिँ तपाईँहरू कता हुनुहुन्छ। दोरपाली कान्छीले चाहिँ यहाँ किनामा बनाउने अरे किनामा बनाउने भनेर घटमास भेटिरहेको अवस्था छ। किनामा पक्कै पनि मिठो होला जस्तो छ, किनभनेदेखि निकै खुसी मोडमा देखिन्छ मान्छे पनि। यो चाहिँ पहिलोचोटि हो किनामा बनाउन सुरु गरेको, पहिलोचोटि जिन्दगीको पहिलोचोटि चाहिँ दोरपाली कान्छीले किनामा बनाउनको लागि भटमास भेटिरहेको। यहाँ हेर्नु होला। किनामा बन्छ भन्ने मैले एउटा रूपमा विश्वास गरेको छु। राईको छोरी लिम्बूको बुवाहरूले किनामा बनाउनु पनि जानेन भने त के पो गर्नु हौ। त्यो त लाखे गाह्रो चाहिँ हुन्छ त त्यसमा। जाँतको रेडी। यो उहिले प्राचीन कालदेखि चलिआएको जाँतो। यो चाहिँ किनामा बनाउनको लागि भटमास भेटेर किन्दै गरेको अवस्था। यसरी पनि किनामा बन्दो रहेछ। कसो त दोरपालीको छोरी कान्छी एकदम ठिकै हो। दुई तरिकाले बन्छन् किनामा। एउटा चाहिँ उसिनेर एउटा चाहिँ भुटेर उसिन्नुपर्छ। मैले चाहिँ भुटेर उसिन्नु खोजेको छु यहाँ। बुढाबुढीको मेहनत के हुँदो रहेछ हेरौँ त। यता आयो यो टालिन्छ भनेर पिठो लाउनु। अर्को नै बनाउँदै थियो। त्यसो गर्न पर्दैन। त्यो बुजुर्गको उचालेर निकाल्न केमा राखेको छ। त्यही कपडासँगै निकालेर यहीँ राखेर यसो चम्चीले चलाएर सुकाउँदा भइहाल्छ। त्यसरी
किनामाको परिकार दर्पाली बाबाको छोरी खुसियाले बनाएको अरे किनामा। त्यतिकै हेर्नु त कति राम्रो भएछ है। त्यही त त्यतिकै गरिराख्नु। ल्यासै भएछ है। यस्तो त होला नि किनामा भनेको। अब त फेरि आफै पनि किनामा राम्रो भएछ। पहिलोचोटि बनाएको भएर किनामा तयार भयो। अब यहाँ यसको बिउरा कस्तो छ भनेर पकाएर खाएपछि थाहा हुन्छ। तातो चाहिँ बिस्तारै खानु। कस्तो छ? ठिकै भएछ। मिठो छ? थम्मस लिनु नि त थम्मस। नम्बर 1 हो बुढी कसको त? छोरी कसको त? छोरी दर्पालीको।